कति भयो धेरै भयो क्या नानीहरू मलाई पनि अङ्ग्रेजीमा बोल्न खोजेछ अङ्ग्रेजी कुरा भन्न सिकाइदेऊ न हजुर भन्नुहोस् हाम्रो केपी सर आउनु भएको छ के भन्ने हो भन्नुहोस् त ए केपी सर हामी त्यही हारी के होइन त्यो डुङ्गा 3-4 हेर्नु मन छ प्लेन उडेको हेर्नु मन छ त्यही हो 9 10 यस थ्यांक यू सो मच परमिताजी अब परमिताजीको यस्तो चुप्पा परमिताजी मेरो एउटा गोल पुरा भएन माथि हेर्नु न सबै पुरा भयो भेना भन्नुस् एउटा गोल पुरा भयो केपी सर हैन भेना भन्नुस् भेना एउटा चुप्पा हान्नु छ त विकास सोल्टीले सारै मिस गर्नु भयो केपी सरले हैन परमिताजी एउटा चुप्पा हान्नु त भेना भन्नुस् गोल पुरा गर्नु पर्यो माथि मैले भेना भन्ने कसलाई केपी सरलाई ए भेना भन्ने ओके भेना हजुरले एकदम मिस गर्नु भयो थियो हजुर आउनु एउटा चुप्पा एकदम मिस गर्नु गोल पुरा गर्नु पर्यो के धेरै नाटक नहुनु हेर न सब्जी फेरि आफ्नै दुनियाँमा छ फेरि हामी यहाँ केबी मगर सर आउनु भएको छ रे उहाँ माथि धेरै हैन त्यो डुङ्गा हो कि प्लेन हो के उडे थियो त्यो कन्फर्म गर्ने हान्छ भन्ने आख्यो इन्टरभ्यूमा चाहिँ चुप्पा माथि एउटा गोल पुरा गरौँ भने के हो यार यो पर्मिता पनि ओ साथी 76 मै अड्क्यो त मेरो यार किन हो परमिता जी आउँछु भन्नु भएको छैन शिवाके एकदम के भट्टाए मेरो पनि 200 के पुऱ्याइदिनु पर्यो अब साथीहरु प्लिज सबैजनाले प्लिज सबैजनाले बुद्धि अमाजले समझ फर्दर हो म आफैले यस्तो ट्याप गरे नि त लाज हुन्छ होला हैन तपाईहरुको फेरि यति धेरै जना हुनुहुन्छ तपाईहरु अनि म आफैले पर्दैन होला आफैले ट्याप गरेर बढ्दैन त्यही त नि खै बढ्दै बढ्दैन हेर्छु एकचोटी बढ्दैन मैले हेरेको भर्खरै दुई जना म गर्दै छु यार एकचोटी बढ्छ म आफैले गर्दै छु हैन बढ्दै बढ्दैन हेर्छु ल ए कसैले नि गर्दैन वर्गिता खोइ धेरै 68 जना हुनुहुन्छ कसैले नि गरेन म आफै गरेर हेर्दै छु प है बढ्दै बढ्दैन थाहा हुन्छ अर्को मोबाइलबाट गर्ने नि बढ्छ होला बढ्दो रहेछ बढ्दैन बढ के हो बढ्दैन के बढ्दैन के दाजु यार मैले बिचार होइन होला के हो होइछ यार दुई जनाको आज 100 के पुगोस् सप्रामा नि 100 के देख्ने होला दुई जना हजुरहरु कस्तो मेरो त 100 के पुग्यो मेरो 100 भनेर मैले तपाईलाई बस्नुस् भनेको 200 हो हजुरलाई चाहिएको ए उ त माथि 100 चाहियो हैन मलाई त एउटा चाहिएको के रे ए भगवान गोल पुरा गरम भने चुप्पा पनि कति लामो हो त नि उताको जिब्रो यतै आब्ला जस्तरी यो छोडे त के हजुर फेरि हाँस्न मन लाग्यो उता फर्केर हाँस्ने घरबार यस्तो लुक दिने हुन्छ अनि हाँस्दिने कस्तो राम्रो गीत गाइदिनु सोल्टिनीको हाँसै मिठो छ के नमस्कार हजुर मामा नमस्कार कान्छा थिरी मामा कान्छा मामा नमस्ते मेरो 100 के पुग्छ अनि सोल्टिनी जानुहुन्छ भनेर हो मैले रोकेर राखेको साथी हो त्यो 100 के भएर के हुँदैन अनि किन हो र कति पुग्यो र हजुरको सोल्टिनीसँग हुँदाखेरि 100 के पुग्यो भने 83 पुग्यो मेरो ओ वाउ यही म्याचको कुरा भन्नु नि त हजुरहरुलाई हजुरको साथीहरुलाई ओ जीवन मामा के छ हाल खबर कहाँ हो तपाई मामा वेलकम छ मामा तपाई विदेशमा हो कि स्वदेशमा हो यार तपाई हान्नुस् न यहाँ मलाई उटुटुङ पारेर बिस्तारामा छु यस्तो विधि तिरपल खोल्छस् के गर्ने इन्टु 3 मा कहिले काहीँ त यस्तो हान्ने मान्छेहरु हुन्थ्यो तर विदेश हो दुई जना मान्छे चाहिँ एटीबाट माथि नै छ नि जति बेला नि मेरोमा फेरि दाजुभाइ यस्तै हो क्या फेरि के हो भाइ अड्किरहेको छौ त तिमी स्याङजामा जाम परै क्या हो पोखरा हो कहिले आउने मामा कहिले आउने हो जनवरीमा हो थ्यांक यू जनवरी मामा जनवरीमा आउँदै हो भान्जा फेरि भान्जा मामालाई के गिफ्ट माग्नु यार टेन्सन भयो मलाई फेरि माया गर्न पनि छोडे रसुजीलाई त माया गरेको गरेछन् जनताहरूले हामीलाई त माया सानो जी
जनताहरू होइन कि एकजना मात्रै हो। तर परिमितले एउटा कुरा मिलाउन सिपालु हुनुहुन्छ होला नि दाजु। हेर्नु त हजुर एप्समै के भन्ने टुरो साथी केही छैन, जे भने नि मिल्छ। कुरा मिलाउन सके त विकास भाइ वाइफाई स्वाटै गएछ के। ए त्यस्तो का कुरा टुरो जानु पर्यो साथी। दुईटा रोज अल त घट्यो 70 जना भयो। आउने बेलामा फोन गर्छु भान्जा रे। ए हो र मामा फोन गर्नुहुन्छ? हजुरसँग नम्बर छ मेरो। ओइ मामा फेरि खत्रे कि बोएर आउनुपर्छ ल भान्जालाई। दर्शन भन्दा रोज आइ नि गयो हामीलाई त कोही छैन कि। ल 85 त पुग्यो है छ भन्दा रे। ओके मामा ओके वेलकम छ हजुरलाई। च्याट्ट फेरि आएपछि मामा गेम खेल्न त बिर्सिनु भएन नि तपाईँले फेरि। भन्दा पहिला ठोक्नुपर्छ है मामा आएर फेरि भेटरान्स हान्नुपर्छ मामा भेटरान्स। मामाले निकै माया गर्दो रहेछ भान्जेलाई भनेपछि। हाम्रो सम्बन्ध घनिष्ठ छ नि हजुर, घनिष्ठ। मामा भान्जा अनि एउटै थालमा खाएर भलिबल ठटाउँदै हिँडेको त्यो कहाँ बिर्सिन सक्छ र। मान्छेको इन्टु 2 खोले तर इन्टु 2 मा हानौँ भन्दो रहेछ हाम्रो। अब इन्टु 2 भनेर हाम्रो कुरै सुनेन फेरि। तर खुनेर के गर्दैन दाजु यहाँ अब आउनु मान्छे हान्ने मान्छे नि। सन्जुको टिम र हाम्रो टिम खेल्ने हुन्छ मामा हुन्छ, केही फरक पर्दैन। थोक्ने हो रिफ्रेस इन 59 मिनेट के भन्यो? रिफ्रेस इन 59 मिनेट भनेर टाइम आयो त यार, के भन्यो? ए त्यो केही गर्नु पर्दैन हजुरको। त्यो के आयो भने त्यो साइन यसरी जोड्ने हो कि। दुईटा उ आछ र जोड्ने। देखियो जे भए पनि टिचर हो के। केही कदम अगाडि नै हुन्छ भन्दा। त्यो त टिचर सिचर हो। नलेज हाम्रो भन्दा 2 कदम अगाडि छ के, त्यही भएर। छैन हजुर भनेको कोच पर्यो हैन के। ओ डबल ट्याप। ल साथी हो 85 पुग्यो। लोकेन्द्र गुरु 85 पुग्यो साथी हो 85। ओ मेरो लाइन गयो। कति राम्रो देखेको लाइन गयो। झलल औडी देखाएको आज। लाइन जाँदा नि झलल बलेको कति राम्री हुन्। चुप लाग्नु। दर्शन सिजी विकास दाइ हजुर उहाँको त लाइन जाँदा पनि हाम्रो लाइट त जलल बल्यो। कति राम्रो हो कि उहाँ त हजुर। दुईजना सचिन सर हजुर कहाँ कुन ठाउँमा अहिले? म पोखरा। पोखरामा हुनुहुन्छ हजुर? कुन ठाउँ? कुन ठाउँ हजुर पोखरा? चोक भन्दा थोरै मुनि। हामी सँगै हो कि यतापट्टि र उतापट्टि छौँ। एयरपोर्टतिर भन्दा अलि माथि। घरि माथि रे घरि तल रे हजुर त। पृथ्वी चोक र नागढुङ्गाको बिचमा छु त म अलि। ए हजुर के ल देउराना जाऊ ल। खास म चाहिँ गेम खेल्न भनेर हिँडेको उता भिमातिर अनि पानी परेर यहीँ बसेको कि अनि। ए हजुरको कहिले छ? हजुर आज थियो के पानी परेर भएन। भोलि हुन्छ कि पानी परेन भने नत्र हुन्न। भोलि पानी पर्यो भने कता बुद्ध भिमातिरै हजुरहरुको? हजुर भिमातमा हो के गेम भएको। म्याचको लागि गुड लक सन्जु सर। थ्याङ्क यू सो मच मैडम। म त खेल्न नजान्ने हो, म त प्लेयर्सहरुको त फ्यान हो नि फेरि। ए हो र मलाई चिन्नु भएन कि अहिलेसम्म भनेपछि त्यसो भए। हैन मलाई त मन पर्छ के यही हो भनेर फेसहरु नचिने नि खेल्ने मान्छेहरु मन पर्छ। खेल्ने मान्छे मात्रै मन पर्ने हो, खेलाउने र खेल्न सिकाउने खेलाउने पनि मन पर्छ। पुरा बुझिसकेछु मैले। ओहो सन्जु सर र विकास सरले म त जानी हो कि अब बस्दिन कि। ओ हेलो म गएको के भोलि मलाई गाह्रो हुन्छ क्या। हस् ठिक छ। अहिलेसम्म 7 दिन भयो हजुरलाई धेरै धेरै धन्यवाद।
एकदम हजुरहरू दुवैजनालाई धन्यवाद। जी वेलकम। आजकै गेम भन्दा नि मिठो मिठो कुराकानी रमाइलो भयो। त्यो हाँस्नु भनेको good for health के हैन। विशेष त हामी अलि इन्टरटेनमेन्ट गरेर खेल्छौँ बस्छौँ अनि कसैलाई त मन पर्दैन यस्तो कुराहरू हैन। हैन इन्टरटेनमेन्ट त पुरै हेल्थ वाइज राम्रो भयो हामीलाई। हजुरले सहर्ष स्वीकारेर हाम्रो लाइभमा बसिदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद। आजको मायाको चिनो प्रदान गरिदिनु हुन म सञ्जु विक्रम शाहलाई हार्दिक अनुरोध गर्दछु। थ्याङ्क यू सो मच हजुरको यो टोकन अफ लभ फरएभर एकदम क्लोज टु माई हार्ट हुनेछ है। थ्याङ्क यू सो मच हजुर दुवैजनालाई। ल आगामी दिनहरूको कुनै पनि म्याचहरूको लागि सञ्जु भाइ शुभकामना छ हजुर दुवैजना। सञ्जु भाइ पनि खेलाउनु भए पनि असल्टिनी हजुर। ल मेरो मायाको चिनो सेम यो मेरो झन् यत्रो बिग यत्रो ठुलो क्या के हो देख्दैन यार एकदम बिग बिग लभ भनेको कि कस्तो हाँस फेरि हेर न फेरि कोही हाँसेको अरे फेरि म त मर्छु कि क्या हो ठुले 85 बाइ सञ्जु सर बाइ विकास सेन्टी गुड नाइट एभ्रीवन बाइ बाइ। विकास दाइ अब म सर भइहालेँ अब के गर्ने खेल्ने हो सुत्तम भनेको म त 100 के पुर्याउँछु कि म अनि 100 के पुर्याउँछु कि कति पुगेर 85 छ के। ओहो 100 पुरा त यार कति बच्छ होइन 60-64 जना हुनुहुन्छ सबैजनाले बुटुटुङ हान्दियो त पुग्छ के। साथीहरू वेलकम छ सबजनालाई। ठोकौँ साथीहरू ठोकौँ विकास दाइलाई ठोकौँ। ओइ मेरो त 2टा विन गर्छ यार। दक्षिणजीलाई हजुरले पहिलेबाट चिन्नु भएको थियो खेलिराख्नुहुन्थ्यो गेम। उहाँको त भ्युजहरू हेर न कति गएको छ कि भ्युजहरू त्यो उसमा के यसरी उस गर त मिलियन छ। पहिला चाहिँ धेरै नै राम्रो थियो बिचमा अलिक ग्याप भयो अनि फेरि कमब्याक हुनुभएको रहेछ कि। हजुर हामी पनि दिमाग नभएको यो टिकटक आउने बित्तिकै बस्नुपर्ने क्या लाइभ चाहिँ। त्यतातिर जान्दिएन नि त मतलबै भन्दैन त्यस्तो जाने भएन। सुरुमा अहिले भन्दा हामी सुरुमा भएको भए खत्रै हुन्थ्यो। सुरुमा चाहिँ ऊ आरजी तामाङ रघु भाइ के छ खबर? शिवजी थ्याङ्क सो मच माई मेम्बरसिप भाइ थ्याङ्क सो मच। साथीहरू ल अब गरिदिनु पर्यो मेम्बरसिप पनि जोइन गर्नु होला है साथीहरू सबैजनाले मेम्बरसिप जोइन गर्नु। राम्रो भइरहेछ जिरो सेयर। सञ्जु दाई गलको कपमा जाने होला नि। सञ्जुहरू जान्छ है स्याङ्जाको टिम। इस्मी रान वेलकम छ नमस्ते। प्लिज सबैजनाले एभ्रिवान डबल ट्याप यार। खोइ के हो र यस्तो एकजनाले मात्रै हान्ने 75 जना हुनुहुन्छ डबल ट्याप छैन। 85 औडा भयो नि त। हजुरको 100 पुग्छ त 12 बज्छ के हो। नमस्कार हजुर स्मिरन गुरुङ रवि केसी आएको हो नेपाल। दाइ कता हुनुहुन्छ अहिले? अब एकजनालाई जोड्न पर्यो अनि बल्ल पुग्छ हजुर। एकजनालाई जोड्न पर्यो अनि पुग्छ कि परिमितालाई जोड्न पर्यो। ए ओके ल यसले नै हँसाउँछ रमाइलो गर्छ तिमीले। नभए अहिले काटेर जोड्दा नि हुन्छ नि त। ल म काटेर जोडिदिन्छु अहिले। ओइ साथी हो सबजनाले हान्नु न यार। कहिले नभेट्ने गफ नहान्न भाइ। टाइम मिलाएर आउँदाखेरि त दाइहरूसँग बसेर खाने नहुने बस्ने नहुने जस्तो गरेर कुद्छस् अनि फेरि एउटा चुप्पा पुगेको थिएन कि मेरो यार। नमस्ते 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 दाइ। ओइ को यो मुस्कान तामाङ भन्ने आखा एक्सेप्ट गरौँ? को त्यस्तो चुप्पा दिएर त हुन्न कि। म त हजुरको लागि बस्दिन लाग्यो त म सुत्थेँ एकछिन बस्दिन भनेर। वेलकम थ्याङ्क यू बेना। दाइ म गेम ए बेना गेम हान्नु पर्यो अरे।
मलाई त बिहान ल्याउनु आएको होला क्या ब्रै छ्या मेरो त कोही पनि छैन त्यहाँ पनि गर्दिन तिमी गीत सुनाऊ के तिम्रो गीत सुन्न हामी म जान्दिनँ मलाई हराउनु भनेर कस्तो षड्यन्त्र गरेर दुईजना मिलेर माथि